2015-16 तिर नै इन्द्र जात्रा मनाउने भन्ने हाम्रो जमर्को भएको थियो, प्रयत्न भएको थियो। तर कोभिडको टाइमले गर्दाखेरि हामीले 19 तिरमा मनाउन सकेनौँ। हामीले क्षणिक सानो सानो जात्रा त मनायौँ, लन्डनमा एउटा सानो रथ नबनाइकन इन्द्र जात्रा पनि मनायौँ। त्यसपछि त्योभन्दा अगाडि 2019 पनि इन्द्र जात्राको थिममा हामीले मनायौँ, तर रथै तानेर गर्न सक्छौँ भन्ने हामीलाई लागिरहेको थिएन। हाउएभर हाम्रो नेवा मुना भनेर 2 वर्षमा एकचोटि गर्ने कार्यक्रममा साउथ इस्टमा पर्दाखेरि साउथ इस्टका मान्छेहरूले चाहिँ धेरै जसो मान्छेहरू साउथ इस्टको मान्छेहरू चाहिँ तिमीको भक्तपुरको भएको हुनाले उहाँहरूले चाहिँ विस्का जात्रा गर्दाखेरि राम्रो हुन्छ भन्ने पनि भयो। तर सबैभन्दा इम्पोर्टेन्ट कुरा चाहिँ यो जात्रा मनाउँदाखेरि सबैभन्दा गाह्रो कुरा चाहिँ रथ हामीले बनाउन सक्छौँ कि सक्दैनौँ भन्ने कुरा भयो कि। सो रथ बनाउनलाई चाहिँ इन्द्र जात्रा गर्दाखेरि 3टा बनाउन पर्ने, विस्का जात्रा बनाउँदाखेरि 2टा बनाएर पुग्ने भएकोले हामी चाहिँ यो सस्तो खाले भनौँ न सस्तो खाले या सजिलो खाले कार्यक्रम हामी सञ्चालन गर्न खोज्यौँ। हाम्रो मेन आइडिया भनेको चाहिँ सबै ब्रान्चले एउटा एउटा जात्रा मनाउने। जस्तै अब अहिले हामीले 3टा जात्रा त मनाइसकेका छौँ, ख जात्रा रेडिङबाट, लन्डनबाट इन्द्र जात्रा र विस्का जात्रा साउथ इस्ट लन्डनबाट। अब अल्डरसटबाट पनि अब एउटा जात्रा गर्ने भन्ने हामीले प्रयास गरिरहेका छौँ, त्यो पनि पाइपलाइनमा छ। हाम्रो मेन आइडिया भनेको यो जात्रालाई सबैभन्दा ठुलो ग्लोबलाइजेसन गर्ने, लन्डनलाई इन्टरनेसनल जात्राहरूको हब बनाउने भन्ने छ। धन्यवाद।